रामा हस्पिटल जानु म त रामा तिम्रो काम देखेर मलाई कति काम देखाउँछ कि तिमीले दुध खाँदैछ के ए के भनिस् रे मर्ला सुन्ला ओ आमा र बा ए ओइ बाबा र आमाको त बानी के छ भन्छ हैन पौडी खेलाम जस्तो पनि लागिरहेछ मलाई बाबाको आमाको भाइको अनि मेरो सुगानी के अन्ना यो तारले यो कलबा लिएर आमाको रियाक्सन देखा कपाल किन्दैछ अहिले लाग्ने आमा अलि यो तार किनेर ल्याउनु पर्छ है छगरे माथि इटको छगरे माथि सामने बनाउँछु मैले मर गए रे बापो मियन्टा र मलाई यताति बोकाएर ऊ आएर बुढा बोक्यो बोक्न आथ्यो नि त तैले किन छोड्या त्यो ढाड भात्ने सर राज चिसै छ यहाँ दाइर तैले आज मेरो धाक काटेको भयो नि सबै दुःख त आएको रिस्के ओ आमा त्यहाँ फेरि एउटा एकजना ऊ पारी एकजना पछि नै हिँड्ने नि फेरि सँगसँगै हिँडेर जाऊ ओ आमा र बा त्यही हो तिमीहरू त धेरै टाढा टाढा भएर हिँड्छौ नि सँगसँगै हिँडेर जाऊ बुवाले के भन्ने हो तिमी बुवाको भेट छुवा न धेर नदुगोर न बुवा मम्मीसँग सँगसँगै हिँड्नु सुन्नुभयो ल ल ल सँगसँगै हिँडेर जाऊ हाम्रो बाबा र आमा चाहिँ बजार गएको अनि हाम्रो बाबा र आमाको चाहिँ बानी के छ भनेपछि हैन ए बाउ चाहिँ ऊ पर अगाडि हिँड्ने अनि आमा चाहिँ पछि लखर के भन्नु क्या आज मैले जसको बुढाबुढी देख्छु नि त्यस्तै क्या अघि पछि भएर हिँड्ने क्या त्यही भएर मैले भनेको अनि हाम्रा बहिनी चाहिँ गोला जान्छन् हैन अनि यो दाका र मैले बालुवा बक्सम क्या बालुवा फाइनली हामी चाहिँ खोला आइपुग्यौँ अनि खोला आइसकेपछि फेरि बालुवा भर्छौँ हामी बालुवा पनि फेरि कस्तो खालको बालुवा भनेपछि त्यो हो क्या मिसकट भन्छ नि त हो त्यो टाइपको बालुवा हामीलाई भर्नु छ क्या खोलाको पनि आवाज आइराख्यो होला अनि मेरो भाइ कलौते झोते मुन्ना बालुवा भर्ने काम त यसको अनि म चाहिँ बोकेर लाने हो मजा आउँदैछ खान्छ बालुवा भर्न मजा आउँछ भर अनि हाम्रो घरदेखि मुनिको खोलाहरू चाहिँ यो हो क्या अनि के छ भनेपछि हाम्रो घर चाहिँ ऊ यो यहाँनिर छ हैन अनि सिधा झर्दा पनि हुन्छ हामी हैन खोलामा झर्नको लागि तर बालुवा खोज्दै आएको हामी चाहिँ घरदेखि झन्डै कति 300 मिटर तल आउनु पर्छ क्या हामीलाई पौडी खेलाम जस्तो पनि लागिरहेछ मलाई पौडी खेलाम कि नखेलाम यार खोलामा ओइ पौडी खेल्ने हो
खेल क्या खेलम क्या हामी चाहिँ बालुवा भर्छौँ अनि फेरि पौडी खेल्छौँ फेरि बालुवा घर लग्छौँ अनि हाम्रो काम चाहिँ यति हो अनि हाम्रो बाबा र आमा चाहिँ बजार जानु भएको छ सुलीचौर अहिले फेरि अब आएपछि फेरि सानोतिनो भिडियो बनाउँला नि त होइन ल ल ल ल ल बालुवा भर मलाई हामी चाहिँ पहिला यस्तो गर मेरो खनम अनि भर बल्ल बल्ल भाइले एक खेप मैले एक खेप अझै 4 खेप ल्याउनु छ 4 खेप बालुवाले हावा ताइट देब्री ताइट हाम्रो चाहिँ फाइनली मेरो 5 बोरा अनि भाइको 5 बोरा पुरा सक्यो यसले पुग्यो भने पुग्यो पुगेन भने फेरि खोलाबाट बोक्नु पर्छ यस्तो जिउ थाकेको छ नि ढाड दुखेर मरे जै भन्ने भएको छ गरम मसला टमाटर अनि यो चाहिँ बहिनीको मासु हाम्रो मासु चाहिँ छुट्टै छ हाम्रो बहिनीले फेरि धेरै मासु खानुहुन्न त्यही भएर अब चाहिँ हामी पहिला सुरुमा बहिनीको मासु भयो भने हाम्रो मासु भयो भने पकाउँछौँ अनि फेरि खाना खाने सुन्तला पनि मलाई खै ल भिडियो बनाउनु मेरो कस्तो देखेछ टक्क चपला होइन सुन्तला र स्याउ पिराती लाउने भए अलि ओरा आऊ भनेर देखाइदियो क्या ल ए सुन्तला यो कहिले किने सुन्तला हिजो बुवाले किने क्या एउटा भाइले एउटा खा 1 घण्टा खाने हो ओइ ल सक्को अब गीत गाइदिएल क्या त्यो कस्तो गीत हो सुन्तला र स्याउ पिराती लाउने भए अलि ओरा आऊ मसँग कोही गीती पनि आन्नन् के को अलि ओरा आऊ पर जाऊ देखाइदिएल क्या अन्त सुन्तला र स्याउ पिराती लाउने भए अलि ओरा आऊ त्यो ल्याएको बुवा कस्तो खतरा छ है मेरो छोरो अर्को छोरो आयो ए अर्को छोरो जाने एकदम हिरो नम्बर 1 एकदम अल्छ एल नुहाएको पनि छैन मैले बाल अवसर हैन बाल अवसर नुहाएर पनि सके एल नुहाए हेर न हिरो 1 अर्को जान यसो कपाल हेर न कपाल हेर न यसको कपाल देखाउ त कपाल रुन भन्या ठुलो छोरो जस्तो हाँस्दिने यार सानो छोरो अर्कै टाइपको छ उसको मनोरञ्जन पुग्यो भने हाँस्न मजा गर्छ नत्र भने नै सक्दिन बडामा के भनिस् रे मर्लास मुला खाना अब तर मैले बनाउने हो नि त अनि मान्छेले फेरि परायो होइन त्यो यो सुन्दर होइन मौसम भन्छ मौसम के त्यो यसो बोक्रा फाल्छ नि तर मैले बोक्रा फाल्दिनँ म बोक्रा खान्छु मैले फाइनल मैले चाहिँ बहिनीको मासु पकाइसकेँ होइन अनि अब चाहिँ हाम्रो बाबाको आमाको भाइको अनि मेरो मासु चाहिँ मेरो मासु बाख्राको मासु हो तर हामीले खाने मासु पकाउने हो क्या
होइन त्यो म पकाउनु चाहिँ यसरी आज फेरि म रातिको भान्सा फेरि म भान्सा किनकि हाम्रो आमा हल्का सेन्टी टाइपमा बिरामी भएको छ बिरामी यस्तो खतरा मासु दिनु म के गर्छ अनि यो मासु चाहिँ हामीले उसँग खाने रोटीसँग भर्खर छोटेले यत्रो मुसेको छ कि कत्रो मुसे हो कति खान्छ सोही अनि यहाँ फेरि हाम्रो खाजा छ होइन यो खाजा चाहिँ अस्ति बाबाले भुटेर राखेको होइन एक डब्बा यो भयो होइन अनि झिक्दै खाँदै सक्नु लागिसक्यो है भयो अब हामी मासु पकाएर खान्छौँ होइन आजले यति बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिरहनु होला बाई बाई